हेलो नमस्कार ल आज पनि स्वागत छ तपाईहरुलाई मेरो सबपोखरी युट्युब च्यानलमा सानो मिनी ब्लग बनाउने प्रयास गरेको छु। आज चाहिँ 83 सालको 1 गते घुम्न पाइएन, त्यसैको साटो आज 12 गते घुम्न आएको। यो हाम्रै सबपोखरी 3 मा पर्ने रानी ढुङ्गा भन्ने ठाउँमा जानु खोजेको। यो आधा बाटोमै आएर यसरी पानी आयो, गाडाङगुडुङ पनि गर्दैछ, हेर्नु होला र सुन्नु होला। अब यस्तो छ गाउँ चाहिँ यति रमाइलो छ, यस्तो छ हैन। अब के गर्नु, पानीले साथ दिएन, तल बाइक छोडेर आएको हैन। यहाँ चाहिँ हाम्रो टोलीहरू मिर्गा थकल लागेको जतिकै पोत लागेको छ। हेलो हेलो पानी आएर हो। यो चाहिँ यहाँ एउटा ओडार रहेछ, हामी जाने चाहिँ यता कता माथि कता हो यहीँ यो रानी ढुङ्गा जाने बाटो अरे। हामी आधी बाटोमा आएपछि यसरी पानी आयो। यो हो यो बडाँडा तल। हाम्रो बाइक चाहिँ कहाँ छ भने यहाँ तल छ। यस्तो पिछो गरायो नि पानीले आज। अब चाहिँ यहाँदेखिको नजानु होला, होटल नै बोकिएको छ खानेकुरा यहीँ झोलामा। अब यही ओडारमा खाने हो। यहाँ लाले गुराँस, अर्थात् यो चाहिँ लाले गुराँसै चाहिँ होइन, यो चिमल भन्छ। चिमलहरू पाउने ठाउँमा आइसकेको छौँ। यो चाहिँ यता अब चाहिँ रानी ढुङ्गा जाने बाटो। हामी चाहिँ यसरी यो ओडारमा यसरी अब यहीँ एकछिन बस्ने हो, त्यसपछि जाने हो। पानी आएर आइसक्यो। यो भिडियो के कस्तो लाग्यो सुझाव त पक्कै नराम्रै दिनुहुन्छ होला तपाईँहरूले होइन। तर च्यानल चाहिँ सब्सक्राइब गरिदिनु, भिडियोलाई लाइक गरिदिनु। यहाँदेखि गुल्ट्यो भने लाइक होइन, फेरि के गर्नुपर्छ त्यो चाहिँ थाहा होला। यति भिराल हो, यस्तो डर लाग्दो छ नि। ए यहाँ त पानी छैन रहेछ नि त। ओडार यसको नाम ओडार अरे। यो बाघ बस्ने ओडार हो, तर मान्छे बसिहाल्यो। बाघ बस्ने ओडार न मान्छे बसिहाल्यो। ल ठिक छ। पानी पर्ने साइडमा चाहिँ हिँड्नुपर्ने। त्यो ओडारमा त अटिँदैन ल फुपा। यो त बस्ने ठाउँ हो त चाहिँ। गाइजहरू हामी चाहिँ थाकल लागेर यहाँ कता यहाँ टोटो। हेलो खानेकुरा खाँदै हो। अब भोक पनि लागेको छ। रक्षा गर भगवान्। डाँडाङडुडुङ पानी अब यस्तै हो। अब भगवान्कै भरोसा गरेर हिँडेको छ। यस्तै छ है साथीको। हाम्रो चाहिँ इनर्सीको चाहिँ यो नयाँ वर्षको घुम्न राखेको थियौँ। अब यस्तै भयो। हाम्रो यात्रा चाहिँ जारी छ है गाइजहरू। यो असिना पानी गडाङगुडुङ आए सँगसँगै अब दिन चाहिँ उग्रेको छ। हामी चाहिँ रानी ढुङ्गातर्फ नै जाँदैछौँ। अब कोही छ यहाँ जुक्कासँग डराउनेहरू पनि छ। यस्तो छ, छाता बोकिया छ। अब टक्का खाजा खाएर लाग्यो। यस्तो छ। यो गाउँ चाहिँ चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला। गाउँ चाहिँ भन्दिनँ कता हो। अब यस्तो जङ्गलको बाटो हुन्छ। ल जुक्कासँग डराएर यसरी कुदिरहेछ है गाइजहरू। हेलो 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 जाउँ है। यात्रा जारी छ है हाम्रो। के छ हौ फुवाजु, कस्तो छ? हेलो हाय, एकदम ठिक छ। हाम्रो त खुकुरी सुकुरी बोकेर
जङ्गलमा छौँ हेरौँ जुका हेर्नेहरू छ भने हो के गर्नु र मलाई चाहिँ वास्ता हुँदैन जुकाले चाहिँ टोकोस् भन्छु मलाई चाहिँ एउटै जुकाले आज छोको छैन के हेरौँ न जुका केलाउने साथीहरू छ यहाँ केलाउँदैछ त्यता घप्टी साथीहरू केही गर्दैन छोरी त्यो मलाई कमिलाले टोकेको टोक्दैन जुकासँग चाहिँ डराउनु हुँदैन जुकाले चाहिँ किनभने हाम्रो शरीरको फोहोर खुन चाहिँ खान्छ अब त्यसरी त्यो घोप्टेर टिपिरह्यो भने त झन् लाग्छ नि त नि अब हिँड्नु पो पर्छ त सुई वास्ता गर्नु हुँदैन क्या हेरौँ त यहाँ जुका म चाहिँ केलाउँदिनँ गाई जुका होइन एकदम बातले घारी चाहिँ एकदम बबाल रहेछ नि त बबाल छ है यसरी यस्तो छ है आजको यात्रा अब त नानी बोक्ने पर्यो के रे बोक्नुपर्छ नि रमाइलो हुन्छ अब यस्तै छ के छोडिहाल्यो अब बाइक त कहाँ छोडियो नि अब हिँडेको होला भाइ यहाँ चाहिँ जुकाको भिडियो लिँदैछ है हाम्रो बुबाले मैले पनि लिएको छु मलाई चाहिँ वास्ता लाग्दैन साँच्चै भनेको जुकाले चाहिँ टोकस राम्रो यो हिँड्नुभन्दा धेरै जुका केलाउने मान्छेहरू पनि छ अब लेखमा घुम्नु पनि आउनु छ अनि जुकासँग पनि डराउँछ भनेपछि चाहिँ घुम्नु आएको अर्थ चाहिँ के हुन्छ ल हेरौँ त्यहाँ साथीहरू यस्तो छ गाह्रो छ पहिलोचोटि आयो आफ्नै सङ्घसभा जिल्लाको चाहिँ 3 नम्बरबाट यो चाहिँ पावाको सिरान हो होइन त हो गाईहरू यस्तै छ हामी गोर्खालीको सन्तान हो जति रात पर्यो झन् उँभो जति दुःख जति आँधीफेरि चट्याङले केही नहुनेवाला हामी हौ हामी दुःखदेखि मात्रै हो डराउने यहाँ जुकाहरू हेरौँ न डरले साथीहरू यस्तो छ है हाम्रो चाहिँ फेरि अर्को ए झन्डै लडियो चार पाउले साथीहरू जुकाले होला साँच्चै छिटो हिँडाएको यार यहाँ चाहिँ निकै अप्ठ्यारो छ बाटो रानी ढुङ्गा गएको हामी ल है साथी हो अझ चाहिँ अब चाहिँ हामी बाटो लागेको अब चाहिँ गन्तव्यमा पुग्यो अरे त्यहाँको भिडियो चाहिँ बनाउन पाइएन होइन यस्तै कुहिरो आएको छ यसरी जग्गामा होइन अब हामी चाहिँ ओह्रालो लागेको छ साथीहरू अब लाग्यो जे जस्तो भए पनि घुम्यो यस्तो छ लेकतिर होइन एकैछिनमा पानी आउँछ एकैछिनमा यस्तो कुरो लागेर केही देखिँदैन यस्तरी लाग्यो धन्यवाद ल।